Enough, okay, let's get real. This was the amount of invitations I received March bata matra after optimizing my Upwork profile. Everything that goes viral on internet is not luck, it's SEO. Same applies to Upwork. तपाईहरुको प्रोफाइल चाहिँ क्लाइन्टले फाइन्ड गरेको छैन भने चाहिँ इट्स बिकज योर प्रोफाइल इज नट प्रपरली अप्टिमाइज्ड, नत्र भने तपाईहरुलाई इन्भिटेसन्स आउँथ्यो। त्यसैले आज चाहिँ म त्यो कसरी फिक्स गर्ने, कसरी आफ्नो प्रोफाइल चाहिँ अप्टिमाइज गर्ने भन्ने कुरा गर्दैछु। अनि धेरै इन्ट्रोडक्सन नभने लेट्स गेट स्टार्टेड। लेट्स स्टार्ट फ्रम द प्रोफाइल फोटो। प्रोफाइल फोटो एकदमै इम्पोर्टेन्ट हुन्छ, किनभने यसले चाहिँ तपाईहरुलाई चाहिँ यो माइनर कुरा जस्तो लाग्छ, नेग्लिजिबल जस्तो, तर यसले चाहिँ एकदमै इम्पोर्टेन्ट रोल खेलेको हुन्छ। तपाईको चाहिँ हैन प्रोफाइल फोटो त्यो सिनको छ अथवा फुल बडी पिक्चर छ भन्ने चाहिँ डोन्ट इभन टक टु मी। तपाईको प्रोफाइल पिक्चर चाहिँ एकदम त्यो हुन्छ नि राम्रो क्लियर फेस आएको हुनुपर्छ कि, किनभने त्यसले चाहिँ अलिकति साइकोलोजिकल असर पर्छ क्लाइन्टहरुसँग टु मेक द कनेक्सन हैन। इट्स ट्रू। अनि त्यसपछि तपाईको चाहिँ ल नर्मल राखे पनि हुन्छ क्लियर छ भने, अर इफ तपाईले चाहिँ यस्तो हल्का पपअप हुने खालको पनि राख्न सक्नुहुन्छ, लाइक आई हेभ पोस्ट त्यो पछाडि ब्याकग्राउन्डमा येलो भएको, त्यसले गर्दा चाहिँ सी इज क्रिएटिभ भन्ने खालको इम्प्रेसन पर्छ कि उनीहरुमा, इफ दे आर सर्चिङ फर पोटेन्शियल फ्रिलान्सर भने चाहिँ ओके उसको त्यो प्रोफाइल पिक्चरै त्यस्तो छ, मेबी सी इज गुड एट डिजाइनिङ भन्ने खालको अलिकति मेन्टल्ली असर पर्छ उनीहरुलाई, आई थिङ्क सो। त्यसैले अर इफ यु आर इन ग्राफिक डिजाइनिङ भने त तपाईको निश त्यो छ भने त तपाईको प्रोफाइल पिक्चरले नि ठुलो इम्पोर्टेन्ट भूमिका खेल्छ, किनभने तपाईको प्रोफाइल पिक्चर एकदम ब्याड क्वालिटीको छ भने त अब उनीहरुलाई पनि लाग्छ नि त सी इज नट गुड फर मी, इज नट गुड फर मी, प्रोफाइल पिक्चर यस्तो छ भन्ने खालको रङ इम्प्रेसन पर्छ। त्यसैले हल्का पपअप हुने खालको चाहिँ प्रोफाइल पिक्चर राख्नु पर्यो। व्हेन दे आर लिस्टिङ जब उनीहरुले चाहिँ टन्नै नम्बर अफ फ्रिलान्सरहरु चाहिँ अगाडि आइराको हुन्छ कसलाई चाहिँ इन्भिटेसन सेन्ड गरौँ भनेर, अनि तपाईको प्रोफाइल पिक्चर त उनीहरुले सुरुमा देख्छ नि त, हल्का पपअप हुने खालको गर्यो भने यु माइट लेफ्ट गुड इम्प्रेसन टु द क्लाइन्ट्स। त्यसैले गर्दा अनि नेममा जाम। नेम तपाईले आफ्नो अफिसियल डकुमेन्ट्समा जे छ त्यही राख्नुस्। तपाईको चाहिँ बोलाउने नाम अर्को छ भनेर त्यसो राख्नु चाहिँ भएन, लाइक इट इज नट लाइक अदर सोशल मिडिया, यो चाहिँ एकदम प्रोफेसनल्ली गएको हुनाले गर्दा प्लिज पुट योर अफिसियल नेम। अनि लोकेसन मैले के राखिरहेको छु, काठमाडौँ नेपाल राखिरहेको छु नि त। नेपालमा हुनुहुन्छ भने चाहिँ प्लिज पुट काठमाडौँ, किनभने तपाईहरुको चाहिँ अहिलेसम्म भेरिफाइड भएको छैन भने चाहिँ प्लेस योर लोकेसन जुन चाहिँ तपाईको गभर्नमेन्ट आइडीमा छ, किनभने पछि झन्झट हुन्छ। यदि अलरेडी भेरिफाइड छ भने चाहिँ प्लिज पुट काठमाडौँ, किनभने तपाईलाई चाहिँ बाहिरको फ्रिलान्सरहरुले हेरिरहेको हुन्छ नि त, अनि दे ओन्ली नो काठमाडौँ अनि अलि इम्पोर्टेन्ट सिटीहरु मात्र, अनि उनीहरुलाई चाहिँ एउटा इम्प्रेसन पर्छ कि ओ सी इज फ्रम दिस सिटी, अनि उसको चाहिँ इन्टरनेट एक्सेस राम्रो छ होला भन्ने खालको, किनभने नेपाल त एउटा अन्डरडेभलप्ड कन्ट्री हो नि त। अनि यदि मैले चाहिँ मेरो यो बनेपा भनेर लेख्यो भने उनीहरुलाई थाहा हुँदैन नि त बनेपा भनेको कहाँ हो, काभ्रे भनेको कहाँ हो भनेर, अनि उनीहरुले चाहिँ एउटा त्यहाँ उसको राम्रो इन्टरनेट कनेक्सन छ कि छैन, इट्स अ अन्डरडेभलप्ड कन्ट्री, अनि त्यस्तो भन्ने खालको इम्प्रेसन पर्छ। अनि इफ यु पुट काठमाडौँ भने त काठमाडौँ इज अ सिटी, त्यहाँ चाहिँ राम्रो इन्टरनेट एक्सेस छ, मेबी सी इज गुड, त्यस्तो खालको इम्प्रेसन पर्छ। सो मैले चाहिँ कहीँ देखेको थिएँ कि यो, त्यही भएर काठमाडौँ। अझ म एउटा कुरा देखाउँछु ल, मैले काठमाडौँ भनेर मैले जब सर्च गरेँ नि, यहाँ अहिले बिजनेस आइडिया रिसर्चर फर युनिक जब अपर्च्युनिटिज, यो ठिकै छ। नेपाल अझ यहाँ हेर्नु होइन, नेपाल बेस्ड सोर्सिङ एज ए निडेड टु लोकेट स्पेसिफिक सिङ्गिङ बल सप्लायर भनेको छ होइन। उनीहरूले यो तोकेकै छ कि नेपालको काठमाडौँमा भएको मान्छेलाई खोजेको छ भने, उनीहरूले त्यो नेपालमा उनीहरूले फ्रिलान्सरहरू खोजिरहेको छ, उनीहरूको मेन्टालिटी नै काठमाडौँमा त सबै रिसोर्स हुन्छ भनेर होइन। यहाँ मैले देखाएँ नि कति, अब यही कुरा मैले होइन काभ्रे भनेर सर्च गरेँ नि कसले नो रिजल्ट, सी यस्तो हुन्छ कि अब
सानो सानो कुराले पनि कति ठुलो इम्पोर्टेन्ट रोल खेल्छ होइन। अब काठमाडौँ भनेर मैले राख्दाखेरि त्यत्रो धेरै रिजल्ट्स आइरहेछ, मैले त्यो काठमाडौँको मान्छे मात्रै राम्रो भनेर त्यो डोमिनेट गर्न खोजेको होइन काठमाडौँको मान्छेलाई होइन। इट्स अल एसइओ के उनीहरूको त्यो मेन्टालिटी नै काठमाडौँ, नेपालको काठमाडौँमा त थाहा हुन्छ नि त उनीहरूलाई, त्यही भएर उनीहरू काठमाडौँकै मान्छेहरू खोजिरहेको हुन्छ। सो लेट्स गो टु माई प्रोफाइल अगेन। अनि यो टाइटल पनि जे पाए त्यही टाइटल राखेको भने मैले यहाँ जिआइएस एक्सपोर्टमा त राखेको भए के हुन्थ्यो र यति राखेर के हुन्छ भनेर म भन्छु ल। अब टाइटल कसरी राख्ने भनेर म सिकाउँछु ल। पहिला सुरुमा चाहिँ फाइन्ड वर्कमा जाने होइन। टाइटल कसरी राख्ने भने जे पाए त्यही टाइटल यतिकै राखेर हुँदैन। फाइन्ड वर्कमा गएर तपाईँको बेस्ट म्याचेज जब अथवा मोस्ट रिसेन्टमा जाने, अनि त्यसपछि उनीहरूले के खोजिरहेछ भनेर हेर्ने कि वी आर सिकिङ फर स्किल डेभलपर भनेर चाहिँ तपाईँले चाहिँ बेस्ट म्याचेजमा मेरो छ अनि मैले डेभलपर राख्न पाइयो। अनि यहाँ भनेर चाहिँ आर यु एन एक्सपिरियन्स 2D CAD ड्राफ्टर भनेर मैले सिभिल इन्जिनियरिङवाला मेरो दुईवटा प्रोफाइल छ, त्यसमा मैले सिभिल इन्जिनियरकोमा राखेको भए मैले CAD ड्राफ्टर भनेर मेरो टाइटलमा राखेँ भने यो मान्छेले मलाई फाइन्ड गर्न इजी हुन्छ, किनभने उसले सर्च गरेकै त्यही छ नि त। त्यही हो, त्यसरी नै हामीले अप्टिमाइज गर्न सक्छौँ। वी आर सिकिङ फर भर्चुअल इन्जिनियर भनेर छ, मैले त्यसमा भर्चुअल इन्जिनियर भनेर लेख्न पाएँ होइन। अनि यहाँ भनेको छ CAD अर बिम मोडुलर भनेर छ, बिआइए मोडुलर भनेर छ। मैले चाहिँ मेरो सिभिल इन्जिनियरको टाइटलमा गएर बिम मोडुलर भनेर राखेँ भने त्यो झन् स्पेसिफाइड हुन्छ अनि तिनीहरूले चाहिँ बढी मलाई पठाउने इन्भिटेसन्स पठाउने बढी चान्स हुन्छ होइन। बेस्ट म्याचेसमा जान्छु म। वेब स्क्रेपर भनेर छ एउटा, वेब स्क्रेपर र डेटा रिसर्चर भनेर छ। मलाई वेब स्क्रेपिङ गर्न आउँथ्यो भने चाहिँ मैले गएर वेब स्क्रेपर भनेर राख्न पाउँथेँ। डेटा स्क्रेपर धेरै खोजिरहन्छ, डेटा स्क्रेपर भनेर मैले राखेँ भने 3वटा जब देखिसकेँ नि त मैले स्क्रेपिङको माथि। टाइटल त भयो, लेट्स मुभ टु डिस्क्रिप्सन्स। तपाईँहरूको यो मोर गर्नुभन्दा अगाडिको दुईवटा सेन्टेन्सले चाहिँ एकदम ठुलो रोल खेल्छ। सुरुमै आई एम एक्सपर्ट, आई हेभ दिस स्किल्स भने चाहिँ नेभर प्लेस। तपाईँले चाहिँ सुरुमा चाहिँ इन्गेजिङ खालको हुक गर्ने खालको दुईवटा सेन्टेन्स लेख्नु पऱ्यो। दे डोन्ट केयर अबाउट हाउ ट्यालेन्टेड यु आर, दे ओन्ली केयर अबाउट इफ यु क्यान सल्भ देयर प्रब्लम भनेर। ओके, त्यो दुईवटा सेन्टेन्स चाहिँ अलि इन्गेजिङ खालको हुनु पऱ्यो, क्लाइन्टलाई चाहिँ एट्र्याक्ट गर्ने खालको। फर्स्टमा हेर्ने बित्तिकै ओ दिस वान इज फिट फर मी भन्ने खालको होइन। अनि एउटा चाहिँ स्टोरी जस्तो क्रिएट गर्नु पऱ्यो, आफूले पहिले गरिसकेको कामलाई चाहिँ एउटा स्टोरी जसरी प्रेजेन्ट गर्नु पऱ्यो दुईवटा सेन्टेन्समा चाहिँ। त्यो दुईवटा सेन्टेन्समा चाहिँ कति अटाउन सक्नुहुन्छ त्यो अनुसारले चाहिँ तपाईँले अटाउनुहोस्। अनि यो मोर गर्दाखेरि चाहिँ तपाईँको कोर स्किल्सहरू आओस् कि। अनि त्यसपछि कोर स्किल्समा चाहिँ तपाईँले आफ्नो सफ्ट स्किल्स अनि त्यसपछि सफ्टवेयर स्किल्सहरू के छ त्यो सबै प्रेजेन्ट गर्नुपर्छ होइन। तपाईँलाई चाहिँ यदि आफूले चाहिँ के स्किल्स राखौँ भन्नेमा अलिकति कन्फ्युजन छ भने चाहिँ अघिको टाइटल जसरी नै गएर बेस्ट म्याचेज जब हेर्ने, अनि त्यसमा चाहिँ उनीहरूले क्लाइन्टहरूले चाहिँ के खालको स्किल्सहरू खोजिरहेछ अनि आफूलाई केमा गर्न इन्ट्रेस्टेड छ भनेर थाहा हुन्छ कि। उनीहरूले खोजेको स्किल्स चाहिँ तपाईँले सबै कलेक्ट गर्नुहोस् होइन, एउटा पेजमा लेख्नुहोस्। अनि त्यसमा चाहिँ आफ्नो कोर स्किल्स भनेर राख्नुहोस्। अनि टुल्स एन्ड सफ्टवेयरमा पनि सेम थिङ। अनि तपाईँले चाहिँ त्यो उनीहरूले के टुल्स खोजिरहेको छ, मोस्टली क्लाइन्ट्सहरूले के टुल्स खोजिरहेको छ तपाईँले चाहिँ त्यो थिङ्केबल आफूलाई आउने जति सबै प्लेस गर्नुहोस्। वाइ वर्क विथ मी भनेर एउटा मेरो चाहिँ प्रुभन एक्सपिरियन्स छ भनेर राख्न सक्नुहुन्छ। अनि अलवेज पुट म चाहिँ लङ टर्म काम गर्न खोज्दैछु, इफ यु आर सर्चिङ लङ टर्ममा फ्रिल्यान्सर भने चाहिँ कन्ट्याक्ट मी भन्ने खालको एउटा मिनिङफुल इम्प्याक्टफुल खालको सेन्टेन्स लेख्नुहोस् लास्टमा चाहिँ। किनभने मोस्टली तपाईँलाई इन्भिटेसन्स आउने भनेको लङ टर्म कन्ट्र्याक्ट गर्न खोज्ने क्लाइन्ट्सहरूबाट मात्र हुन्छ कि सर्ट टर्मको लागि उनीहरूले त्यो खोजिरहेको हुँदैन, इन्भाइट गरिरहेको हुँदैन। इन्भाइट गर्ने भनेकै उनीहरूले पोटेन्सियल फ्रिल्यान्सरहरू खोजेको हुन्छ। यदि उनीहरूलाई चाहिँ फिट जस्तो लाग्छ एकदम लङ टर्ममा जाने खोज्छ भने चाहिँ उनीहरूले आफू इन्भाइट गर्छ। त्यसैले आइ एम लुकिङ टु बिल्ड लङ टर्म रिलेसनसिप भनेर चाहिँ त्यो खालको एउटा सेन्टेन्स छोड्न सक्नुहुन्छ। दिस इज हाउ यु क्यान अप्टिमाइज योर डिस्क्रिप्सन। तपाईँहरूले यो प्रोफाइल एडिट गर्दाखेरि जे कुराहरू देख्नुहुन्छ नि त्यो सबै हाल्नुहोस् कि।
तपाईँको ल्याङ्ग्वेजेसहरू हुन्छ होइन, ल्याङ्ग्वेज तपाईँहरूले ट्रान्सलेटर एज अ जब गर्न चाहनुहुन्छ भने तपाईँलाई आउने ल्याङ्ग्वेज हुन्छ नि त्यो सबै लेख्नुहोस् कि यहाँ प्रोफाइलमा। अनि त्यसपछि ओपन टु हायर कन्ट्र्याक्ट भनेर राख्ने, अनि तपाईँ चाहिँ कति अभाइलेबल हुनुहुन्छ भनेर पनि राख्नु पर्यो होइन। अनि लाइसेन्स छ भने यु क्यान प्लेस यर लाइसेन्स। अनि त्यसपछि आफ्नो एजुकेसनहरू पनि राख्ने। अनि त्यसपछि अनि त्यहाँ एउटा स्किल्स भनेर राख्ने ठाउँ हुन्छ नि, स्किल्स भनेर राख्ने ठाउँमा चाहिँ त्यो सबै राख्ने के आफूलाई थाहा भएको सफ्टवेयरहरू, आफ्नो सफ्ट स्किल्सहरू सबै नै राख्ने कि त्यसमा, सो द्याट यु विल बी सेलेक्टेड वाइल क्लाइन्ट्स आर सर्चिङ फर पोटेन्सियल फ्रिलान्सर्सहरू होइन। त्यो सबै नै राख्ने, थाहा भए जति थिङ्केबल कुराहरू सबै नै राखिदिने, सफ्टवेयर युज गर्न तपाईँलाई आउने जति, मतलब आफूलाई थाहा हुने जति चाहिँ। अनि पब्लिस्ड, अनि तपाईँको पोर्टफोलियो बनाउनुहोस्। अर्को कुरा भनेको चाहिँ यु हेभ टु मेक यर पोर्टफोलियो। पोर्टफोलियोमा चाहिँ आफूले गरेको प्रिभियस काम जे जे छ त्यति राख्ने। मैले चाहिँ यहाँ अपवर्कमै गरेको कामहरू राखेको छु। तपाईँहरूले चाहिँ बाहिर आफूले गरेको, यदि तपाईँहरूको चाहिँ केही काम गरेको छैन भने तपाईँले बाहिर गरेको कामहरू पनि राख्न सक्नुहुन्छ। अनि अलवेज आस्क फर रिभ्यू। रिभ्यूलाई चाहिँ जहिले तपाईँले चाहिँ एउटा काम गरेर क्लाइन्टसँग कन्ट्र्याक्ट ब्रेक गर्दै हुनुहुन्छ भने चाहिँ अलवेज आस्क फर रिभ्यू। तपाईँ चाहिँ जहिले पोजिटिभ रिभ्यू आस्क गर्नुहोस्। कहिलेकाहीँ चाहिँ क्लाइन्ट्सहरूले होइन काम गरेर छोडिदिन्छ, अनि त्यो कन्ट्र्याक्ट पनि एन्ड गर्दैन, यत्तिकै नै भइरहेको हुन्छ। मेरो कुनै कुनै त्यस्तै नै छ, नो फिडब्याक गिभन, अनि स्टिल इन प्रोग्रेस भनिरहेको हुन्छ। त्यस्तो हो भने चाहिँ तपाईँहरूको चाहिँ रिभ्यू छैन भने चाहिँ यु क्यान रिक्वेस्ट टेस्टिमोनियल फ्रम अदर एक्सटर्नल इम्प्लोयर। तपाईँको इम्प्लोयर कोही छ भने चाहिँ। अनि त्यसपछि सर्टिफिकेसन्स इज भेरी इम्पोर्टेन्ट होइन, सर्टिफिकेसन पनि तपाईँले राख्न सक्नुहुन्छ। मैले चाहिँ यो दुईवटा राखेको छु, विच इज क्वाइट सिमिलर टु माई अहिलेको जब टाइटलसँग। अनि त्यसपछि तपाईँहरूको चाहिँ केही सर्टिफिकेट छैन रिलेटेड भने चाहिँ यु क्यान टेक अ कोर्स, गुगल सर्टिफिकेटहरू अरू युडेमीहरूबाट अप्टिमाइज गर्ने सिम्पल भनेर भने यो एकदम माइनर छ सोच्छ, तर यही कुराले चाहिँ हाम्रो अप्टिमाइज भइरहेको हुन्छ कि प्रोफाइल। त्यही भएर यो चाहिँ तपाईँले इग्नोर गर्नु भएन, जे पाइ त्यही राखेकै कारणले यु आर नट गेटिङ एनी इन्भिटेसन्स। अनि अर्को कुरा भनेको चाहिँ अपवर्क लभ्स एक्टिभ फ्रिलान्सर। एक्टिभ युजरहरू चाहिँ उसलाई एकदमै मनपर्दो रहेछ। लाइक तपाईँहरूले पनि टिकटकमा पनि हामी जति स्क्रोल गऱ्यो, अर्काकोमा जति इन्गेज भयो, हाम्रो पनि त्यही भिडियोहरू आइरहेको हुन्छ नि, भ्युजहरू हाम्रो आइरहेको हुन्छ। सेम गोज टु अपवर्क। तपाईँहरूको चाहिँ एकदमै तपाईँ एक्टिभ हुनुहुन्छ, जबहरू ब्राउज गरिरहेको हुन्छ भने चाहिँ तपाईँहरूको अकाउन्ट पनि अपवर्कले पुस गर्छ। अनि तपाईँहरू चाहिँ इन्डिभिजुअल्ली आफू जब अप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ त्यो क्लाइन्टकोमा पनि सो गर्छ कि दिस फ्रिलान्सर इज एक्टिभ भनेर। अनि केही गरी तपाईँ इनएक्टिभ छ भने त अब उनीहरूलाई पनि यो इनएक्टिभ छ भन्ने खालको त्यो गरिदिन्छ नि त उसले नै, अपवर्कले नै। त्यही भएर क्लाइन्टहरूकोमा सो गराइदिँदैन। अनि त्यही भएर तपाईँ चाहिँ स्क्रोल मात्र भइन गरिरहनु पऱ्यो, आफ्नो प्रोफाइल अप्टिमाइज गराइरहनु पऱ्यो। त्यतिकै बनाएर छोडिदिएर 1-2 महिनासम्म हराउनु चाहिँ भएन, एक्टिभली पार्टिसिपेट भइरहनु पऱ्यो। अनि तपाईँको चाहिँ अपवर्कमा चाहिँ तपाईँको रेजुमे भनौँ कि पोर्टफोलियो, सिभी जे भनौँ, तपाईँको प्रोफाइल मात्रै हो। सो इट्स अप टु यु हाउ यु अप्टिमाइज यर प्रोफाइल टु मेक स्ट्यान्ड आउट। अनि क्लाइन्टहरूको लागि भिजिबल हुन चाहिँ तपाईँले राम्रोसँग अप्टिमाइज गर्नु पऱ्यो। इट्स अल एसइओ, सर्च इन्जिन नै हो सबै। त्यही भएर राम्रो किवर्ड्सहरू राख्नुहोस्, आफ्नो प्रोफाइल चाहिँ स्ट्यान्ड आउट गर्नुहोस्। तपाईँको सिभी भन्ने नि जे भन्ने नि त्यही प्रोफाइल नै हो। सो आज चाहिँ अप्टिमाइज गर्नुहोस् तपाईँ। अनि सिट ब्याक, रिल्याक्स, तपाईँलाई चाहिँ इन्भिटेसन आउन सुरु हुन्छ, भ्याइ नभ्याइ हुन्छ मलाई जस्तै। सो केही कन्फ्युजन छ भने चाहिँ यु क्यान आस्क मी इन द कमेन्ट अर इमेल मी। चाहिँ कन्सल्टै गर्न मन छ भने चाहिँ यु क्यान इमेल मी। अनि त्यसपछि म चाहिँ जुमको कन्सल्टेसन दिन्छु। तपाईँहरूलाई चाहिँ वान अन वान सिकाउनु भनेर भनिरहेको हुन्छ होइन, मलाई चाहिँ भ्याइ नभ्याइ हुन्छ। सो म चाहिँ त्यो फ्रीमा सिकाउनु एकजनालाई इन्डिभिजुअल्ली भनेर चाहिँ मलाई टाइम हुँदैन। तपाईँ चाहिँ पेड कन्सल्टेसन गर्न चाहनुहुन्छ भने चाहिँ यु क्यान इमेल मी। अनि त्यसपछि मेरो सोसियल मिडियामा पनि मेसेज गर्न सक्नुहुन्छ, मेरो इन्स्टाग्राममा। सो आई होप यु अन्डरस्ट्यान्ड मैले के भन्न खोजेको भनेर।
So subscribe to my channel. See you in another video. Bye bye.